हेलो गाइज, सबैलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज चाहिँ म हाम्रो गाउँ नजिकै रहेको नागिटार भन्ने ठाउँमा चाहिँ गेम रहेछ हेर्न जाँदैछु। कृपया मसँग अन्तिमसम्म रहनुहोला है त। हामी चाहिँ फाइनल्ली नागिटारतर्फ अगाडि बढिसकेको छौँ सानो ग्याङ बनाएर। खासमा ब्लोजअप चाहिँ जब गरौँ भनेको माथि हालिएछ। एट आज पुरा हुन्छ कि हुँदैन थाहा छैन। यस्तो दामी घर छ यहाँ। सुरेम्पा भेनाको घर। बङ्गा पर्छ। लेडिज एन्ड जेन्टलमेन, हामी चाहिँ फाइनल्ली नागिटार। सासै बढ्यो यार। यो टाइसको रहेको चाहिँ नागिटार छ। खाते तो खाते यार। नहीं केटा उनीहरू रनिङ भी फेल छु ए। यस्तो बबाल छ। आज चाहिँ डे 3 हो। हिजो मात्र क्राउड मान्छे छैन त यार आज त। अबुई या उये एउटा मेरो भाइले रनिङ हान्दैछ। रनिङ राम्रो कुदै हारे छौ त देखेन जानेको जिते छौ त खेत हापका बुस्को ना एक सका बान एक सका ना कहाँ एक सका म हम हल्ला हो त लग सही मात्र रनिङ छ। उंगा जिते छु त कोही त मेडल पैसा म कति भयो ए ल तपाईको काका न ठीक छ। चुल्लेलाई सपोर्ट गर्नु आएको अब हान्छ कि हान्दैन। नलजान म तिम्रै केटीहरूलाई देखाइदिन्छु। खोइ त कुद्दैन त नि। दर्शकहरू हेर्न सक्नुहुन्छ। म पनि छु है गाइस। यहाँ एउटा भाइ मेरो कुदिरहेछ। पवन सर को आउला त फर्स्टमा। म त सिगरेट खानु मात्रै हो। जीवन त कहाँ कि पाल्नु पर्छ त कहाँ हाल्ने 100 मिटरको मा त बसिहाल्नु सिधा हुन्छ हैन बसिहाल्नु न तागिहाल्नु तपाईहरुले
धम्माधम रेडी हुँदैछ अशोक सर ह्यान्डसम यहाँ मेरो एउटा भाइ फर्स्ट आउनु पर्यो क्या पहिलो खिच्ने हो ल ल आयो आयो सेकेन्ड ऊ आयो ल ल ल सेकेन्ड आयो सेकेन्ड सगरमाथा सेकेन्ड आएन र ल छ केटीहरूको योले हाम्रो यो यसले निर्णय गर्छ कि हे भन्नु कि हे भन्नु यस्तो सपोर्ट गरिरहेछ त्यो भाइ कहाँ पछि फेरि हो र चाहिँ यल्लो हाउसको ल त सकिएको होला नि त अनबिलिभेबल ल चोलेम सेकेन्ड आयो दामी दामी अब भलिबल सगरमाथा मावि र को पो माइली याफु फाइनलको लागि यहाँ दाजुको भ्लगमा केही भन्दै स्वागत छ मलाई मेरो दाजुको भ्लगमा दाजुले स्वागत गर्नुपर्नेमा म आफू अलिक राम्रो बोल्नु न हजुर नमस्ते भनेर नमस्ते म चाहिँ हाम्रो दाजुको एकदम प्रिय बहिनी यस तर आज रिस उठिरहेछ म लिन नआएकोले हो अनि दुईजनाले बोलाउँछ त केटाहरू वाम्म कान्दैछ कान्छा कसलाई सपोर्ट म त एकदम सगरमाथालाई एकदम कान्छा याफु अब अफ्स हो नि म त दुईजना च्याखे हो हामी चाहिँ एकदम पापान्छे खै त नि हेर्दै हाल्यौँ न कि सेवादेखि तेरो मेरो त तेरोमै राखिदिरहेछ हौ 500 झ्याप्पै छ ल तपाईँ कता फोटो सेसन हुँदैछ धमाधम खेल सुरु हुन लाग्यो सगरमाथालाई हाम्रो समर्थन होइन त अनि सगरमाथाले जिताउनु पर्ने जितिसक्यो होइन र समग्रमा जितिसकेको यो गेम पनि जिताउनु मन लागेको ए अब आइगयो त सबै ल सर एकदम ल ठिक 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 अब यो राष्ट्रपति रणशीलको चाहिँ फाइनल म्याच सगरमाथा मावि भर्सेस के भन्छु त याफु सञ्चालनको लागि प्रथम रेफ्री आफ्नो परिचय दिनु होला हात उठाएर प्रथम रेफ्री रहनु भएको छ जिल्ला रेफ्री भुइँदल किलो सबैले ताली बजाऊ धन्यवाद। त्यसै गरी यो खेल सञ्चालनको लागि दोस्रो रेफ्री रहनु भएको छ कमल किलो धन्यवाद छ। त्यसै गरी लाइफ जोसहरू तपाईँले कसलाई पामकुलाई नै सगरमाथा मावि म पनि 2 कक्षासम्म पढेको थिएँ
हामीले सञ्चालन गरेका मान खाउँ नि त मान खाउँ मान तु किन विभिन्न टावरबाट नेतागंदर अंदर 17 चाहिँ मान्तु फर्स्ट हटे अंगत याफु शिक्षकहरू प्राथमिक स्वास्थ्य केन्द्र तालुका हाम्रा शिक्षकहरू विभिन्न विद्यालयबाट पाल्ने हाम्रा अफिसियल मित्रहरू लगायत विभिन्न तह र तबकाबाट सहयोग गर्नुहुने सबैप्रति हामी नमन व्यक्त गर्दछौँ। यो अन्तिम खेल भएको हुँदाखेरि फाइनल म्याच समापन सत्र सँगै अगाडि बढाउनु पर्ने तथापि हाम्रो प्रमुख अतिथिज्यूको यो खेलसँगै हामी सम्पन्न औपचारिक कार्यक्रमतिर पक्कै पनि जोडिनेछौँ। दामी छ दामी ल भाइसरी मावि याफु र सगरमाथा मावि टाइमको बिचको यो 16 रनका लागि छात्र भलिबलको फाइनल खेल नाकर्नु वडा पे सेकेन्ड सेटरमा अघि लिफ्टर भएन कि त्यतिखेर मार्नु पर्छ कि चान्स थियो फेरि ब्यालेन्स आउट थियो कि सबै खेलाडीहरू ठिक छ यतिको हुटिङ चाहिँ मेमी भाइमा होइन मन आफू नि एउटा एकदम आम पर्ने थियो आउटसम्म खातामा कान्छाको छोरीको भरोसे ल हेर कस्तो मिठो रेज हुन्छ कि हेर्नु त हेर न कस्तो मिठो रेज हेर्नु त ओ दामी दामी यस्तो मेहनत गरेको थियो यार गेम तातिर छ सेम टु सेम खाइसक्यो है पहिलो सेट याफुले हासिल गरिसकेको छ यो टेम्प्रीको त भन्छ गएको बेला चाहिँ मलाई यो त जहिले मलाई चाहिन्छ नि भन्छ पुरानो के यो ब्याट्री किन्नु पर्ने छ कति घन्टा हुन्छ यसले 3-4 घन्टा थाम्छ होला कान्छाको गोत हो नि तिम्रो म त अहिले जित्यो भने मात्र क्यामेरामा
कस्तो क्रेज के आमा हुटिङ हालेको अब बब्बाल 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 भइरहेछ तामको हार्ला जस्तो छ फोपा एउटा त 25 वर्षको लिएर आयो भन्छ त्यसरी त नि विरोध गर्ने अब नजितेपछि चाहिँ होइन विरोध नगरी जित्दैन अगाडि बढिरहेको छ तामको तामकोले भाइ हान्न जस्तो छैन त हौ यहाँदेखि देखिएन यतिको चाहिँ सपोर्ट गर्नुपर्छ यस्तो ठाउँमा कस्तो आँखा कमजोर रहेछ सेतै रहेछ आँखा त तपाईँको यहाँ म कोचर हामी यहाँ छौँ तर दाजु यस्तो माइली के खिच्नु यतिको सपोर्ट गर्नुपर्छ है आफ्नो टिमलाई कति गर्दा झ्याउ लाग्नु थाल्यो यार मलाई त यतिको सपोर्ट चाहिँ गर्नुपर्छ ग्यास आफ्नो टिमलाई जता होइन यता च्याखे थाप्ने मेरो भाइहरू तनावमा छ एउटा भाइ उता नदेखाउने यो एक सेट चाहिँ निकाल्नै पर्छ कि अनि मात्र मजा आउँछ नि त दर्शकलाई नि हार्दा पनि बल त गरेकै थिएँ भन्ने हुन्छ नि यस यस एक सेट चाहिँ निकाल्नु पर्यो अब म भए चाहिँ यो जालिम कटाउँछु फाइनली गेम पनि सकिसक्यो गाइस यहाँले चाहिँ तामकोलाई हानिसकेको छ अब हामी चाहिँ च्याखे पार्टी खान जाँदैछौँ आदरणीय दर्शकहरू हामीहरू सम्पूर्ण हाम्रो प्राइज खेलकुदहरू सकिएको र अब केही मिनेटमै हामी सेकेन्ड थर्डको पुरस्कार वितरण यता बाउ छोरा भर्सेस राष्ट्रपति पनि सकेको अब ब्याक टु क्यारम बोर्डमा हामी चेउमै हो पा यस्तै छ जिन्दगी रमाइलो छ के राम्रो छ भने चाहिँ ना गिटारमा जेरी दिदीले बनाएर दिँदै हुनुहुन्छ
हजुर नलजाउनु न केही हुँदैन मान्छे त केही छैन त आज दामी दामी मिठो छ मिठो अब लास्टमा चाहिँ हामीले पानीपुरी खायौँ पानीपुरी खाँदैछौँ सुमित्र दिदीकोमा ठिकै रहेछ एक्सको खानु छैन भर्खर खाएर रिस उठ्दैछ ब्लक रहेछ है यता यस्तो भएर छ हामी यता मस्त जाडोमा पानीपुरी नि कति पैसा कम्यो 1 लाख होला नि अब कति कामिन्छ चटपटे पानीपुरी बेचेर 1 लाख होला यो खानु है यो मलाई धेरै हुन्छ Negosiasi sama tuh saja. त्यसको Apa sakit kolam tuh? Ah. Oh kita tilake. भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा सबैलाई धन्यवाद हिजो मैले भ्लग इन गर्न पाइनँ किनकि उतै रात परिसकेको थियो नि त त्यही भएर आज इन गर्न जाँदैछु अब तर आफ्नै भिडियो हेर्दा जोतको लाग्छ आफूलाई म भर्खर सिक्दैछु कृपया सबैले राम्रो मानेर हेरिदिनु होला जे जस्तो भए नि राम्रो मानेर चाहिँ हेरिदिनु होला बाई बाई